हाम्रो केटाहरूलाई दोधारमा परेर चाहिँ यो खोला कसरी तर्ने भने म त एउटा सुमो गाडी आएको थियो त्यसको पछाडि चढेर चढिहालेँ। केटाहरूलाई आपत पर्यो। अब कसरी तर्ने होला यिनीहरूले यो खोला। ओ जुत्ता खोला जुत्ता अनि झोलामा जुटाउ। अब केटाहरू नाङ्गे खुट्टा आउँदैछन्। यता लामो टुर जानुपर्छ फेरि यहीँ जुत्ता भिज्यो भने रमाइलो हुँदैन। त्यही भएर जुत्ता खोलेर केटाहरू अब बाइक पार गर्छन् खोला। आऊ आऊ केटाहरूले यहीँ टाइम लाग्यो भनेपछि यस्तो खोला अझै 2-3वटा आउँछन्। आज यिनीहरूले ढिलो पुऱ्याउने भयो। आज मैले चाहिँ बाइक नल्याएर ठिकै गरेँ। त्यही होटललाई छोडिदिएछु मेरो बाइक। धेरै ठुलो सही काम गरेँ मैले आज बाइक नल्याएर। न त मलाई नि यस्तै दोधार हुन्थ्यो। सायद मेरो बाइक यहीँ फस्थ्यो होला। ए कट्टु पनि खोलेर आउन त अनि प्यान्टै खोलेर आऊ। झन् बित्दैन। प्यान्ट पनि खोलेर आऊ। हाम्रो एउटा समीर भन्ने साथी चाहिँ कहाँ गयो मेरो राइडर। यो चाहिँ अर्को बाटो छ कि भन्दै खोज्न गएको छन्। अब यो पुल बनेपछि सायद कसैलाई दुःख पनि नहोला यो खोला तर्ने। यो पुल बन्न अझै लाग्ला 1-2 वर्ष। नेपालीहरूको काम त त्यही त हो नि। कहाँ चाँडै गर्छन्। ऊ एकजना अब खाली खुट्टा हिउँ पग्लेर आएको पानी हो यो। आज केटाहरूको खुट्टा अब ए तिमीले के गर्यौ ओए। आयो हाम्रो एकजना हन्टर उर्फ पवन घिमिरे उर्फ हन्टर। पहिलो बाइक क्रस गर्दै हुनुहुन्छ। उहाँको बाइक हो क्रस बल्ल क्रस भयो। एकजना हाम्रो हन्टरले प्रहार गर्नुभयो पार। अब हाम्रो सुक्कु बिस्तारै उहाँले पनि क्रस गर्नुभएको छ। ल अब हाम्रो पनिर खनालको पालो। समीर कहाँ गयो? वो चाहिँ कहाँ भन्यो क्या? केटाहरू फर्किँदैन आज थाहा छ। यस्तै ताल नि फर्किँदैन पुग्दा पनि पुग्दैन जस्तो लाग्छ मलाई। अब गइदेऊ न। त्यहाँ फसे पनि गइदेऊ नि त। फसे पनि आउँछ एकछिन आऊ। तिमी त्यहाँ अड्के पनि आउँछ के?
हाम्रो प्रणिलले पनि बाइक पार गर्नुभएको छ ल। उहाँ पनि सक्सेस हुने भएछ। तर हाम्रो अर्को एउटा राइडर चाहिँ कहाँ गयो क्या?